कस्तो भन्न न यार भन्न न यार कस्तो के एकै रानी एउटा पोक है ल ल बाबा ल ल ल ल ल अब तेरो पालो है ल ल होइन होइन लुक्स खाने मार्केट खाने रानी राम्रो पोज गर्न खै यस्तो 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 वाला गर्न यस्तो वाला खै रानीलाई त्यस्तो आउँदैन दीपक यो बारेमा के भन्न चाहन्छ यो बारेमा यस्तो हो तिनीहरू रन्डीहरूले हो कि यस्तो भाइरल बनाएको यस्तो यस्तो भनेर केटीहरूले लुक्स देखाएर केटाहरूले चाहिँ पोर्ट्रेटबाट फोटो खिच्छ ल ल ल कस्तो आउँछ त ल भन न भन्नुहोस् क्वेसन के सोध्न चाहनुहुन्छ यो बारेमा के भन्न चाहनुहुन्छ त्यो फोटो खिच्ने बारेमा यस्तो आफूभित्र भएको यो पुल चाहिँ के गर्न बनाएको हो र के भइरहेछ यहाँ खासमा यहाँ यतादेखि उता जान्नलाई भन होला होइन तर भइरहेको अवस्था चाहिँ के होला खै छ छुट्टै माहौल देखिरहेको छु म चाहिँ होइन माहौलमा खासमा मेनली के छ भन्दाखेरि होइन यहाँ केटीहरूको चाक खिच्ने काम बाहेक अरू के कनेक्सन ब्लुटुथ डिभाइस कनेक्ट गर्नलाई मात्र आउँछ यहाँ प्रायः जस्तो मान्छेहरू होइन म चाहिँ त्यो होइन आज यसो एसी खाम हावा खाम यसो हावा खाम भनेर हो होइन ल अब जीवनको पालो आउँछ न ल यो पुलको उदाहरण दिउँ न त यो केका लागि बनायो र के भइरहेछ यो पुलमा यो खासमा चाहिँ आउट जाउट वारी र पारी जोड्नुको लागि बनाएको हो अब मान्छेहरूले अब यतातिर त्यस्तै त हो कहिले नदेखेका होइन अब त्यही भएर अब यिनीहरू यहाँ मनोरञ्जन गर्न आउँछन् हामी पनि आइदिएको देखाएको छु तर हामी चाहिँ भिडियो बनाउन आएको है त्यस्तो चाहिँ कन्टेन्टहरू बनाउन आयो यो गुड छ ठाउँ हेर्नु चाहिँ गोबाल ओपी भनेर केटा तर आइफोन भए पनि ठुलो देखिन्थ्यो यता पनि देखाउनुहोस् न भन्नुहोस् अब तपाईँ के भन्न चाहनु मतलब के सोध्न चाहनुहुन्छ ल अब म भन्दो भयो है क्वेसन आफै अड्केको भयो अवस्थामा होइन ल दुइटै ल अब दुइटैले अब यसो ल दुइटैको डिस्कसमा तिमीहरूलाई यो पुलको विशेषता चाहिँ खास के जस्तो लाग्छ र अहिले देख्दाखेरि चाहिँ अहिले मलाई नराम्रो अर्कै फिल भइरहेछ कि यो पुलको विशेषता हेर्दाखेरि होइन कस्तो फिल भइरहेछ त्यस्तो नराम्रो फिल भइरहेछ कि त्यही भएर त्यो केटीहरू पुलमा आउने भनेको हावा खानलाई चट्टा यताबाट इन्टरभ्यू दामी भइरहेछ केटा होइन त्यस्तो छ ल्याइदिने व्यवस्था गर्छ ल केटा होइन तिमीहरू कितिपो नगरपालिकाको होइन त्यो मेरो भएको भए तिमीहरू के गर्न चाहन्थ्यौ ल भन नि त यो विशेषताहरू सुरुमा यो कस्तो भन्दाखेरिमा एउटा उत्यो बनाउँथ्यो के भन्न क्याबिनहरू किनकि अब यहाँ गर्लफ्रेन्ड बोयफ्रेन्ड हेर्छ न उसको देखाउन ए ऊ यता हेर्न सक्नुहुन्छ यस्तो के यस्तो होइन अनि तपाईँ यिनीहरूलाई बस्नुको लागि चाहिँ टक्क अब यहाँ डिस्टर्ब भइरहेको कि म चाहिँ कस्तो गरिदिन्थेँ होइन थाहा छ क्याबिन बनाइदिन्थेँ होइन तिम्रो सिक्दैन अनि त्यही नै हो अरू सोध्नुहोस् पर्छ म यदि मेयर भएको भयो होइन यहाँ जो फेरि म जस्तो बेरोजगार छ नि यहाँ फेरि सुसाइड गर्ने बनाइदिन्थ्यो त्यस्तो गर्नु त भएन नि यो ढोका आफै खुल्छ कि मतलब यो ढोका बनाइदिन्थ्यो होइन बिचमा सुसाइडको लागि जो बेरोजगार छ काम नभएको छ यो आफै हाम फाल्ने यहाँबाट अटोमेटिकली अनि मान्छेको ज्यान लिने सम्मको काम गर्नु हुँदो रहेछ तपाईँ त के हो भने यसरी मेरो भएर सुहाउँछ त खालि नेपालको अर्थतन्त्र खुप्रो किन बनाउने तिनीहरूलाई रोजगार हुने त आफूले हो नि त बोझ किन बनाउने मेरो भएर त्यस्तो कुरा गर्न लाज लाग्दैन बरु यस्तो पनि गरिदिन्थेँ नि म फेरि भन न अब जसको गर्लफ्रेन्ड छैन होइन बोयफ्रेन्ड छैन तिनीहरूलाई म सित्तैमा मिलाइदिने थिएँ कि होइन एउटा यहाँ नाम लेख्नु पर्छ होइन फर्म भर्नुपर्छ तर गर्लफ्रेन्ड पीडित पनि छन् होइन हामीसँग धेरै छन् ल यो होइन ल के भन्न चाहनुहुन्छ गर्लफ्रेन्ड पीडित के गर्लफ्रेन्ड खोजिदिए हुन्थ्यो मेरो साथलाई एउटा निवेदन लेख्न चाहन्छु कि एउटा गर्लफ्रेन्डको खाँचो भन्दा नि यो जिन्दगी त्यो आउने भन्न न ल अब सोध फेरि बाँकी ल त यसकै बारेमा यसो उदाहरण दिनुहोस् न भने यिनीहरूको छुट्टै तेजु दाइ तँलाई सोध्नु यिनीहरूको लागि म छुट्टै व्यवस्था गरिदिन्थेँ नि फेरि आई लाइक इङ्ग्लिस नआउने मान्छेहरू नबोल कि म भन्छु इङ्ग्लिसमा यहाँ देखा बाबु आई निको लाग्छ मलाई सोधिहाल
जनता जान्न चाहन्छ ल तपाईँ अहिले चस्मा लाएर कस्तो देखिँदो हुनुहुन्छ र कस्तो अनुभवमा हुनुहुन्छ ल यसो मिलाएर होइन यहाँ सुन हामीले भर्खरै अहिले नतिजा अनुसार हजुरको गर्लफ्रेन्ड लिएर आउनु भएको थियो भन्ने सुनेको यो साँचो हो यो साँचो हो त्यही के साँचो हो तपाईँ हामी देख्न चाहन्छौँ होइन हस्पिटलमा आज बच्चा फालेर गयो भन्ने अहिले हल्ला थियो कि त्यही भएर हामी अहिले सोध्न जनता जान्न चाहन्छन् प्रुफ पनि हामीसँग छ देख्ने मान्छे यिनी हुन् यी पनि अहिले जोइ टिङ्ग्रे हुन् पीडित हुन् जोइ तर साँच्चीकै तर अहिले यिनी पायो भने बिहे गर्छु भन्दैछ नि वास्तवमा भन्दाखेरि रिपोर्ट के आयो नेगेटिभ आयो कि नेगेटिभ आयो कि पोजिटिभ आयो त्यसमा 3वटा लाइन देखायो कि नै कहाँ छन् यताबाट आउनुपर्ने हो कहाँबाटै तर ड्राइभिङ ए चमनका भिनाजु चमन पनि आउँछ होला अनि त यहाँ बोलायो क्याब नि बोलाएर अब रुम जाने बेलामा